यदि तपाईहरु फर्सी खानुहुन्न भने यो भिडियो हेरिसकेपछि चाहिँ आजदेखि पक्कै पनि फर्सी खान थाल्नुहुनेछ। यसमा धेरै पौष्टिक तत्वहरू रहेका हुन्छन् जुन हाम्रो शरीरको लागि धेरै नै उपयोगी हुन्छन्। सबभन्दा पहिलो कुरा गरौँ भिटामिन्सहरुको। यसमा भिटामिन बी रहेको हुन्छ। त्यस्तै यसमा भिटामिन सी पनि हुन्छ जसले चाहिँ हाम्रो शरीरमा इम्युनिटी बुस्ट गर्ने, छाला र कपाललाई चाहिँ स्वस्थ राख्न मद्दत गर्छ। त्यसैगरी सबभन्दा महत्त्वपूर्ण एन्टिअक्सिडेन्ट भिटामिन ई पनि यसमा रहेको हुन्छ। त्यसैगरी यसमा अर्को कार्बोहाइड्रेटको कुरा गर्ने हो भने कार्बोहाइड्रेटको मात्रा धेरै नै उच्च हुन्छ, शरीरलाई चाहिँ एनर्जेटिक राख्न मद्दत गर्छ। पानीको मात्रा धेरै बढी हुन्छ, वाटर कन्सन्ट्रेसन शरीरमा ब्यालेन्स गर्नको लागि मद्दत गर्छ। यसैगरी यसको अर्को महत्त्वपूर्ण कुरा के हो भने यसमा फाइबरको मात्रा बढी हुन्छ। फाइबरले शरीरमा चाहिँ हाम्रो पाचन प्रणालीलाई, यसको पाचन प्रणालीको कामलाई चाहिँ एकदम सजिलो बनाउँछ। कन्स्टिपेसन, इन्डाइजेसन, ग्यास्ट्राइटिस जस्ता समस्याहरू कम गर्नको लागि यसले मद्दत गर्छ भने यसमा रहेको जुन खनिज पदार्थहरू हुन्छन् जस्तै आइरन हुन्छ, म्याग्नेसियम हुन्छ, पोटेसियम हुन्छ, क्याल्सियम हुन्छ, यसले चाहिँ हाम्रो शरीरलाई ओभरअल रूपमा चाहिँ हेल्दी राख्नको लागि मद्दत गर्छ। यसमा जुन भएको यो म्याग्नेसियम छ यसको बिउमा, फर्सीको बिउमा, यसमा यो फर्सीको बिउमा चाहिँ सबभन्दा धेरै मात्रामा चाहिँ म्याग्नेसियम रहेको हुन्छ। पम्किन सीड भनेर भनिन्छ, बजारमा धेरै नै महँगो बेच्ने गरिन्छ।